नमस्ते खामरी म टासी दिलेक स्वागत छ हजुरहरूलाई मेरो प्यार गाउँबिन्दु बस्तीमा। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, मलाई आशा छ म पनि एकदमै सन्चै छु साथीहरु। अनि तपाईहरु सबैजनालाई ह्यापी होली भन्न चाहन्छु। अनि तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर अनि फलो गर्नु नभुल्नु होला। आज चाहिँ म साथीहरु आनमको घरमा खेत लागिरहेको छु। आनम मकै छर्नु हुने अरे अनि हामी चाहिँ फार्नु आइरहेको छु। आज चाहिँ फार्नु मात्रै हुने अरे आनमको बारी। अनि काम पनि एकदमै चर्को लागिरहेछ है साथीहरु। अनि मकै छर्ने सिजन पनि लागिसक्यो साथीहरु। हामीले चाहिँ बारी पनि फाटिसक्यो हो। ठुलो गाडा एक गाडा अनि सानो तिनटा थियो। तपाईहरुलाई डल्लै देखाउन त मिल्दैन है भिडियोमा, भिडियो लामो हुन्छ। त्यहाँबाट आएर चाहिँ हामी खाजाहरू खाए हो। थुक्पा थियो खाजामा चाहिँ, एकदमै मिठो बनाउनु भएको थियो, आनुमले बनाउनु भएको रहेछ। खाजाहरू खाएर चाहिँ एकछिन हामी बिसाइरहेछौँ है साथीहरु। अनि नानीहरू कसै मोराहरू बाटेर खाँदै थिए तीनजना। म चाहिँ एकछिन यहाँ आनुमको नानी पक्रेको है, फोनमै हेरेको थिएँ है। अनि यहाँनिर चाहिँ आनमहरूले ठोट्नी सुकाइरहनु भएको रहेछ। के गर्नु हुने भनेको अचार बनाउनु हुने अरे ठोट्नीको, अनि त्यही भएर सुकाइरहनु भएको रहेछ। अनि हामी चाहिँ एकछिन बिसाएर खाजाहरू खाएर एकछिन बिसाएर चाहिँ त्यहाँबाट फेरि लो आनमले दाउरा टिप्नु हुने अरे। दाउरा टिप्न स्टार्ट गरिसके त। आजको दिनहरू चाहिँ मेरो यसरी बित्यो साथीहरु। तपाईहरुको कसरी बित्यो आजको दिन कमेन्ट गर्नु होला भन्दै बाइ। फेरि पनि भेट्नेछु अर्को भिडियोमा।